जति बेलासम्म यो कोरोनाको महामारी एउटा नियन्त्रणमा हुँदैन, अब जति बेलासम्म यसको खोप अथवा अरू केही बन्दैन, त्यति बेलासम्म हामीले एउटा कुनै न कुनै रूपमा वैकल्पिक प्रणाली सोच्नुपर्ने आवश्यकता भइसकेको छ। नेपालको सन्दर्भमा यो कोभिड अथवा यो कोरोनाको महामारी आउनुभन्दा अगाडि पनि विभिन्न समयमा खास गरेर राजनीतिक आन्दोलनहरूमा 1 वर्ष अथवा आधी वर्ष 1-2 वर्षसम्म पनि शैक्षिक सत्र पर सरेको अवस्था मैले यहाँबाट नेपालमा बसेर चाहिँ विद्यार्थीहरूलाई पढाएँ अनि मैले अनलाइनबाटै परीक्षा लिएँ। अनलाइनबाट त्यसको नतिजा आयो र उनीहरू त्यसबाट जो उपाधि अथवा उनीहरू उत्तीर्ण भइसके। हामीले तपाईँको नेतृत्वको जुन एउटा नेतृत्वले भनेको तलको कर्मचारीले नमान्ने, भिसीले भनेको चाहिँ एउटा पिएनले नमान्ने खालको अस्तव्यस्तताको अवस्था छ। हिजो विद्यार्थी सङ्गठनले ठुल्ठुलो आन्दोलन गरे, राजनीतिक परिवर्तनमा ठुलो योगदान गरे, तर शैक्षिक परिवर्तनका लागि हाम्रा विद्यार्थी सङ्गठनहरूको जगै त्यस्तो खासै जग आधार भूमिका थियो। तपाईँको चाहिँ 2 रेक्टरको भुइँचालो नठान्ने जग छ, हाम्रो जग शैक्षिक जग छ। अब अहिले 10 रेक्टरको चाहिँ तपाईँको चाहिँ भुइँचालो जस्तो आएको छ भनेपछि त्यहाँ चाहिँ अब हामीले कोरोनाको कारणले जुन शैक्षिक सङ्कटहरू देखिएको छ, त्यो कोरोनाको कारणले भन्दा पनि हाम्रो आन्तरिक जुन व्यवस्था हो, अवस्था हो, त्यसको कारणले चाहिँ यो समस्या देखिएको। यदि हाम्रो आन्तरिक व्यवस्थापन राम्रो हो। दर्शक महानुभावहरू नमस्कार, देशपोस्ट टिभीमा यहाँलाई हार्दिक स्वागत छ। विश्व नै यति बेला कोभिड-19 कोरोना भाइरसको महामारीको सङ्कटमा थलिएको अवस्था छ। विशेष गरेर शिक्षा क्षेत्रमा अत्यन्तै धेरै ठुलो समस्या सिर्जना भएको छ। धेरै लामो समयदेखि विद्यालयहरू बन्द छन्, विद्यार्थीहरूको भविष्यको लेखाजोखा गर्न सकिने अवस्था छैन। यसै परीक्षाको विद्यालयले नै आफ्नै हिसाबले रिजल्ट प्रकाशन गर्यो अथवा चाहिँ रिजल्ट प्रकाशन भइसकेको अवस्था छ र यस पछाडिको शिक्षा क्षेत्रको अवस्था के हुने हो भन्ने विषयमा सबैलाई चिन्ताको विषय छ। त्यही सन्दर्भमा नेपालमा शिक्षाको अबको अवस्था कस्तो रहन्छ भन्ने विषयमा आज हामी शिक्षाविद डाक्टर धनप्रसाद सुवेदीसँग कुराकानी गर्न लागिरहेको छौँ। धनप्रसाद सर, यहाँलाई हार्दिक स्वागत छ। डाक्टर साहब धन्यवाद, नमस्कार। नेपालमा कोरोनाको जोखिम बढिरहेको अवस्था छ, त्योसँगै शिक्षा क्षेत्रमा अत्यन्त धेरै ठुलो समस्या छ। शैक्षिक सत्रको झन्नै चाहिँ आधावधि समय बितिसकेको छ। यहाँ पाठ्यक्रम निर्माणको सन्दर्भमा होस् या चाहिँ पाठ्यपुस्तक लेखनको सन्दर्भमा होस्, त्योसँग सम्बन्धित कार्यक्रमहरूमा यहाँ सहभागी हुनुहुन्छ। अब नेपालमा शिक्षाको अहिलेको यो कोरोनाले पारेको प्रभाव र यसको व्यवस्थापनको सम्बन्धमा चाहिँ के हुन्छ, यो विषयमा आम नागरिकहरूलाई अत्यन्त धेरै चासो चिन्ता भइरहेको छ। यो विषयमा यहाँसँग हामी कुराकानी गर्न लागिरहेको छौँ। बताइदिनुहोस् के छ, जस्तो अब के हुन्छ, विद्यालयहरू कसरी सञ्चालन हुन्छ अथवा पाठ्यक्रम विकासको कुरा होस् या चाहिँ विद्यार्थीहरूले चाहिँ शिक्षामा कसरी उनीहरूलाई सहभागी गराउन सकिन्छ, यो विषयमा बताइदिनुहोस् न। हजुर, अब यो अहिलेको जुन यो कोरोनाको यो कोभिड-19 को जुन महामारी छ, अब यसपछि अब नेपालमा मात्रै नभएर संसारभरि नै अब जुन हिजोको एउटा व्यवस्था, हिजोको प्रणाली छ, हरेक क्षेत्रमा भनौँ न, शिक्षा क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा हिजोको जुन एउटा तरिका छ, अब यो तरिकामाथि एक खालको प्रश्न चिन्ह, एक खालको चुनौती आएको अवस्था हो। र अब जहाँसम्म नेपालको अब जुन शिक्षा शैक्षिक सत्रको कुरा छ, अब विद्यालयहरू सञ्चालन गर्ने अथवा शैक्षिक संस्थाहरू सञ्चालन गर्ने कुरा छ, अब यो कुरामा चाहिँ ठ्याक्कै यसै के होला भन्ने अवस्थामा हामी अहिले छैनौँ। जति बेलासम्म यो कोरोनाको महामारी एउटा नियन्त्रणमा हुँदैन, अब जति बेलासम्म यसको खोप अथवा अरू केही बन्दैन, त्यति बेलासम्म हामीले एउटा कुनै न कुनै रूपमा वैकल्पिक प्रणाली सोच्नुपर्ने आवश्यकता भइसकेको छ र कतिपय देशहरूमा त्यसको विकल्प सोचिएको पनि देखिन्छ। त्यो विकल्प भनेको चाहिँ के हो भनेदेखि अब दूरशिक्षा नै हो अथवा अनलाइन शिक्षा नै हो। अब त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा चाहिँ नेपालको सन्दर्भमा चाहिँ कस्तो छ भने, अब तपाईँले भने जस्तै शैक्षिक सत्र सुरु भएको चाहिँ अब 5-6 महिना चाहिँ अवस्था हुनुपर्ने भइसक्यो। कतिपय जस्तो अब उच्च शिक्षामा हेर्ने हो भनेदेखि एउटा सेमेस्टर को पढाइ अब पछि सरिसक्यो। अब यो स्थितिमा चाहिँ के अहिले ठ्याक्कै यस्तै त भन्न सकिने अवस्था छैन। तर अब के हो भने हाम्रा जुन निकायहरू छन्, मन्त्रालय भयो, शिक्षा मन्त्रालय भयो अथवा विश्वविद्यालयहरू भए, सरकारवाला संस्था निकायहरूले के सोच्नुपर्ने हो भने अब विकल्प के हो भनेर सोच्न आवश्यक चाहिँ छ। विकल्प नहुने चाहिँ होइन। कतिपय देशहरूमा त्यो विकल्प देखियो। त्यो विकल्प भनेको अनलाइन शिक्षा नै हो। अनलाइन अब अर्को कुरा चाहिँ कतिपय अब सन्दर्भमा चाहिँ अब एउटा कुरा चाहिँ के स्मरणीय छ भनेदेखि अथवा हामीले के हेर्न सक्छौँ भने नेपालको सन्दर्भमा
यो कोभिड अथवा यो कोरोनाको महामारी आउनुभन्दा अगाडि पनि विभिन्न समयमा खास गरेर राजनीतिक आन्दोलनहरूमा 1 वर्ष अथवा आधी वर्ष 1-2 वर्षसम्म पनि शैक्षिक सत्र पर सरेको अवस्था हामीले देखेका छौँ। त्यसैले अब अहिलेकै अवस्थामा अब आत्तिहाल्नुपर्ने संसारै केही भइहाल्यो अथवा बिग्रिनै हालेको आकाशै खसेको अवस्था त होइन। 1-2 वर्ष अब ठ्याक्कै समय भन्दाखेरि पनि 36 सालतिरकोमा पनि केही न केही समय पछाडि गएको देखिन्छ र 46 सालमा पनि जस्तो कि उदाहरणका लागि मेरो आफ्नै अनुभव छ कि मैले आइए 2 वर्ष पढ्नु पनि आइए 3 वर्ष जस्तो पढेको थिएँ। त्यो 46 सालको आन्दोलनकै क्रममा पनि अब स्कुलको तहमा त त्यति धेरै भएन, तर खास गरेर उच्च शिक्षामा त्यसले धेरै असर गरेको थियो। विभिन्न त्यो शैक्षिक हडतालले पनि केही न केही असर गरेको थियो भने चाहिँ केही न केही त असर अब यत्रो ठुलो महामारी छ 5-2-4 महिना पछाडि जाँदैमा हामीले आत्तिहाल्नुपर्ने अवस्था त होइन। यद्यपि के छ भने अहिले चाहिँ विकल्प छ क्या, हिजो विकल्प थिएन। हिजो चाहिँ अब ठ्याक्कै विद्यालयमा जानै पर्ने, अब त्यो प्रत्यक्ष रूपमा चाहिँ शिक्षक र विद्यार्थीको बिचमा प्रत्यक्ष चाहिँ पढ्नै पर्ने थियो र अहिले चाहिँ विकल्पहरू भएको हुनाले प्रविधिको विकासले विकल्पहरू भएको हुनाले कतिपय देशको त्यो विकल्पलाई प्रयोग गरिसकेको। उदाहरणको लागि म मेरो आफ्नै केही समय अगाडि म चीनमा थिएँ। यो कोभिडको कारणले म यहाँ पछिल्लो सत्रमा त्यहाँ जान पाइनँ। 1 वर्षको लागि म गएको थिएँ, 6 महिना त्यहाँ पढाएँ, फेरि अर्को 6 महिना जानुपर्ने थियो, जान पाइनँ। तर त्यहाँ चाहिँ के गरे भनेदेखि अब चीनबाटै जुन यो महामारी सुरु भएको थियो तर उनीहरूले त्यो खास त्यो केन्द्रबिन्दु वुहानमा हाल्यो, त्यस्तो भएन होला। नभए अन्य क्षेत्रमा चाहिँ उनीहरूले ठ्याक्कै 15 दिन अथवा बढीमा चाहिँ 15-20 दिन मात्रै पछाडि सारेर भए पनि त्यो शैक्षिक सत्रमा कुनै त्यो असर नगर्ने गरी त्यसलाई समायोजन गर्न सके। अब युरोप अमेरिकातिर पनि त्यो गर्न सकेको देखिन्छ अनलाइनले। तर अब हामी कहाँ चाहिँ अलिक समस्या छ। हामी कहाँ चाहिँ के छ भनेदेखि जुन हाम्रो जुन अब विद्यार्थीहरू भौगोलिक विकटता छ, यो प्रविधिको विकास अब भए पनि गाउँ दुर्गम गाउँ क्षेत्र गाउँतिर त हुन सकेको छैन, सबैको त्यो पहुँचमा छैन। त्यसैले अब त्यसलाई कसरी व्यवस्थित गर्ने, अहिले तत्कालको लागि अब यो महामारी तत्काल अन्त्य हुने देखिँदैन। त्यसैले अब एउटा विकल्प चाहिँ के हो भने अब वैकल्पिक शिक्षालाई हामीले ल्याउनै पर्ने छ, यसलाई प्रयोग गर्नै पर्छ र अब त्यो कसरी गर्ने भन्ने कुरा चाहिँ सम्बन्धित सरकारवाला निकायहरूले ध्यान दिन आवश्यक छ जस्तो मलाई लाग्छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत संयुक्त क्याम्पसको सहप्राध्यापक पनि हुनुहुन्छ। चीनमा पनि 1 वर्ष कार्यक्रममा चाहिँ पढाइरहनु भएको छ। बिचमा चाहिँ कोरोना कोभिड-19ले चाहिँ समस्या गर्यो र नेपालमै हुनुहुन्छ। यहाँको केही आर्टिकलहरू र सामाजिक सञ्जालको कुरा पनि अलिकति जोडौँ। खास गरेर वैकल्पिक उपाय को सम्बन्धमा यहाँले जुन एसईको जुन अहिलेको चाहिँ रिजल्टको मोडल चाहिँ 11-12मा पनि हुनुपर्छ भन्ने हिसाबले यहाँले चाहिँ आफ्नो कुराहरू व्यक्त गरिरहनु भएको छ। अनि त्यसै गरी चाहिँ विश्वविद्यालयहरूको जुन परीक्षाहरू चाहिँ अहिले स्थगित छ, खास गरेर यो त समस्या छ नि त शिक्षा क्षेत्रमा, यसलाई व्यवस्थापन गर्ने उपाय चाहिँ के हो त? खास क्लु कुरा के हो? पहिले अब स्कुलकै कुरा जाउँ। अब एसईको कुरामा चाहिँ के हो भने मैले पनि अथवा अरूले पनि भन्दै आएको कुरा हो भने अहिले हाम्रो विद्यालयको तह भनेको चाहिँ 12 कक्षासम्म हो। पहिले अब एसी एउटा छुट्टै भनौँ न 10 कक्षा अथवा एसएलसी थियो। एसएलसी एउटा छुट्टै तहको रूपमा थियो। त्यो विद्यालय तहको अन्तिम चाहिँ एसएलसी थियो, 10 कक्षा थियो। त्यसपछि 11 र 12कोहरूको चाहिँ आइए भन्ने तह थियो अथवा प्रवीणता प्रमाणपत्र थियो अथवा उच्च माध्यमिक थियो। अब अहिले त्यसरी उच्च माध्यमिक र माध्यमिक भनेर विभाजन नगरिसकेपछि त्यो माध्यमिक तहको अथवा विद्यालय तह चाहिँ 12 कक्षालाई मानिसकेपछि त्यसको अन्तिम मूल्याङ्कन 12 कक्षामा हुने हो भनेपछि त्यो 10 कक्षालाई छुट्टै अर्को परीक्षा गरिरहनु पर्दैन। 10 कक्षा भनेको 11 अथवा 8, 9 जस्तै 10 हो, 11 पनि त्यही हो। भनेपछि अब 12 कक्षाको मात्रै एउटा राष्ट्रिय बोर्ड हुन्छ नि, त्यो राष्ट्रिय बोर्डले 12 कक्षाको जाँच चाहिँ लिनुपर्छ। किन लिनुपर्छ भन्दाखेरि अब अन्तर्राष्ट्रिय मान्यताको लागि भोलि हाम्रो विद्यार्थीहरू बाहिर जान्छन्, त्यसका लागि एउटा बोर्डले मान्यता त दिनुपर्छ। 12 कक्षाकोसम्म चाहिँ एउटा राष्ट्रिय बोर्डले गर्दा हुने हो भनेदेखि अब 11 कक्षासम्मको त विद्यालयले गर्दा भइहाल्छ। त्यसका लागि ठुलो तामझाम गरिरहनै पर्दैन। त्यो भन्दै आएको अहिले जसरी भयो त्यो ठिकै छ। त्यसले कुनै अब आपत मान्नु अथवा शिक्षा क्षेत्रको शिक्षाको गुणस्तरमा त्यसले कुनै असर गर्ने होइन। अब 12 कक्षाकै हकमा पनि जस्तो अब अहिलेकै सन्दर्भमा हेर्ने हो भनेदेखि अहिले त महामारी छ। अब सामान्य अवस्थामा त एउटा नियम हुने भयो भनेपछि अब यो विशेष अवस्थामा सङ्कटको अवस्थामा त वैकल्पिक उपाय हामीले सोच्नुपर्ने हो। त्यो विकल्पहरू निस्किन्छन्। विकल्प जस्तो कस्तो निस्किन्छन् भने उदाहरणको लागि म अहिले त्रिभुवन विश्वविद्यालयको पाटन क्याम्पसमा छु, त्यहाँ पढाइरहेको छु। अहिले तपाईँले भने जस्तो 1 वर्ष चीनमा पढाएर आएँ, त्यो मेरो कार्यकाल सकियो, अस्ति साउन 15देखि सकियो। त्यहाँ मैले एउटा सेमेस्टर त यहीँबाट पढाएँ, यहीँबाट परीक्षा पनि उहाँ रिजल्ट भइसक्यो।
अनलाइनबाट पढाइ हुन्छ भने त्यसको परीक्षाको मोडल पनि मूल्याङ्कनको मोडल पनि त्यहाँबाट विकास गर्नु पऱ्यो नि, अरूबाट सिक्न सक्छौँ। जस्तो कि मैले यहाँबाट नेपालमै बसेर चीनका विद्यार्थीहरूलाई पढाएँ अनि मैले अनलाइनबाटै परीक्षा लिएँ, अनलाइनबाट त्यसको नतिजा आयो र उनीहरू त्यसबाट जो उपाधि अथवा उनीहरू उत्तीर्ण भइसके। भनेपछि हामीले जस्तो अनि अर्को कुरा, अब मैले एउटा सेमेस्टर त यहाँ त्रिभुवन विश्वविद्यालयको पनि एउटा सेमेस्टर मास्टर लेभलको MA को नेपाली पढाइसकेको छु करिब करिब। अब त्यो परीक्षाको मोडल हामीले पनि अब विकास गर्नु पर्यो नि त। अनलाइनबाट शिक्षण गरिन्छ भने त्यो चाहिँ सम्भव छ, परीक्षाको मोडल पनि सम्भव छ अनलाइनबाट। त्यसका लागि चाहिँ के हुनु पर्यो भने विश्वविद्यालयले अथवा सरकारवाला निकायले सम्बन्धित विज्ञहरूसँग बसेर छलफल गरेर एउटा मूल्याङ्कनको एउटा आधार, एउटा भनौँ एउटा प्रणाली विकास गर्नु पर्यो। हिजो सहज रूपमा चाहिँ विद्यार्थीहरू कक्षाको के अरे परीक्षा हलभित्र गएर लेख्न सक्थे, 3 घन्टा 4 घन्टा उनीहरू झाँस लेख्न सक्थे। त्यो अवस्थामा त्यो खालको एउटा मूल्याङ्कनको चाहिँ एउटा मोडल थियो, प्रणाली थियो भने त्यो सकिन्छ। तर समस्या चाहिँ कहाँनिर हो भनेदेखि त्यही जुन विद्यार्थीहरूसँग पहुँच कसरी बढाउने भन्ने हो, त्यो पनि सम्भव छ। त्यो पनि कसरी सम्भव छ भनेदेखि अब अहिले जस्तो मेरै केही कतिपय विद्यार्थीहरू हेरिरहेको छ, सर हाम्रोमा त ऊ छैन के अरे यो नेटवर्क छैन, पढाउन सकिँदैन, के अरे अनलाइन कक्षामा आउन सकिँदैन भन्ने विद्यार्थीहरू छन्। तर तिनै विद्यार्थीहरू चाहिँ बाह्रैकाल फेसबुकमा झुमिरहेको देख्छु। केही शिक्षक साथीहरू पनि छन्, केही प्राध्यापक साथीहरू मित्रहरू पनि देख्छु। होइन कहाँ हुन्छ, मेरोमा त यो अनलाइन ऊ पनि छैन, अनलाइन पढाउन गाह्रो पनि छ, प्रविधि कता यसरी हुँदैन, हामी त सम्भव छैन भन्छन्, बाहिर बसिरहेका छन्। तर उनीहरूले पनि फेसबुक चलाएको मैले देखिरहेको छु। तपाईँ सामाजिक सञ्जालमा चलाउन सक्नेले त्यो त्यही प्रविधि हो अनलाइन शिक्षा, त्यसैलाई उपयोग गरे पनि हुन्छ। अहिले त सरकार तलसम्म छ, गाउँ वडासम्म चाहिँ सरकार छ, स्थानीय सरकार छ, प्रान्तीय सरकार छ, केन्द्र सरकार, सङ्घीय सरकार छ भने चाहिँ त्यो समन्वय गर्ने हो भनेदेखि अब सहज त हो भनौँ न। सामान्य अवस्थामा जस्तै ठ्याक्कै त्यही मोडलबाट त जाने सम्भावना छैन। त्यसले अलिकति 2-4 महिना अथवा 1-2 महिना तलमाथि भए पनि त्यसलाई फेरि ट्र्याकमा अगाडि ल्याएर हिँड्न सकिन्छ भन्ने मलाई चाहिँ विश्वास छ। शिक्षा मन्त्रीले बेलामा मन्तव्य अथवा वक्तव्यहरू चाहिँ जारी गरिरहनु भएको छ। जस्तो कहिले चाहिँ अब अनलाइन शिक्षा सुरु गरिहाल्ने अथवा चाहिँ भदौको पहिलो हप्तादेखि चाहिँ अब के अरे कक्षा सुरु गर्ने अथवा भर्ना लिने, विभिन्न कुराहरू गरिरहनु भएको छ। यसको लागि राज्यले त्यो उपयुक्त तयारीहरू केही गरेको छ त? तपाईँको विचारमा के लाग्छ? अब यहाँ चाहिँ ठुलो कमजोरी के देखियो भने नि आकलन हुन्छ क्या, भविष्यप्रतिको एउटा जुन आकलन हुन्छ नि, त्यो आकलन गर्ने कुरामा चाहिँ साह्रै अब एकदमै त्यो कमजोरी जस्तो देखियो। के हुँदैछ भन्ने कुराको एउटा सामान्य आकलन त हुन्छ नि त। विश्वव्यापी रूपमा जुन अब फैलिरहेको छ यो जुन कोरोनाको जुन एउटा महामारी छ, यो भाइरस फैलिरहेको छ, अरू देशमा चाहिँ नयाँ विकल्पहरू आइरहेका छन् भने त्यसको सामान्य आकलन गरेर हामी के गर्न सक्छौँ भन्ने कुराको एउटा त्यो अध्ययन गर्नु पर्यो, त्यसको अध्ययन गर्नु पर्यो, सम्भावनाको भोलिको सम्भावनाको अध्ययन गर्नु पर्यो अनि त्यसको लागि तयारी गर्नु पर्यो। तर हामी कहाँ त कुनै तयारी देखिँदैन, हचुवाका पारामा कुरा गर्ने गरेको देखिन्छ। त्यो मन्त्रीदेखि लिएर अरू सामान्य स्तरबाट पनि त्यो देखिन्छ। त्यो विश्वविद्यालयका सूचनाहरू पनि म हेर्छु, मैले पढाउने मैले काम गर्ने मेरै विश्वविद्यालय पनि त्रिभुवन विश्वविद्यालयकै सूचना हेर्छु। 15 दिन अगाडि एउटा सूचना निकालेको छ, हामी फलानु मितिबाट चाहिँ परीक्षा लिइहाल्छौँ भन्छ, फेरि अर्को भन्छ। जस्तो कि हाम्रो एउटा शैक्षिक सत्र मैले उदाहरण दिउँ, हाम्रो चाहिँ करिब एउटा सेमेस्टर ब्याचलर वा मास्टरमा पनि कतिपय सेमेस्टर प्रणालीको जुन कक्षाहरू छन्, सेमेस्टर प्रणालीको कक्षाहरूको परीक्षा हुने बेलामा लकडाउन भयो। परीक्षा हुने बेलामा लकडाउन भइसकेपछि चाहिँ अरू 5-6 महिना चाहिँ चुपचाप लागेर बसिदिए विश्वविद्यालयहरू, अब निकायहरू बसिदिए। अनि अहिले आएर चाहिँ के भने त्यो परीक्षा पछि गर्दै गरौँला, अब अर्को सत्रको चाहिँ पढाइ अहिले सुरु गरौँ भनेर अहिले एउटा त्यति निर्णय गर्नको लागि पनि 5-6 महिना चाहिँ पर्खिनु पर्ने, तत्काल निर्णय गर्न नसक्ने यो खालको निर्णय क्षमता हामी कहाँ चाहिँ एकदमै कमजोर देखियो। र अब यसलाई चाहिँ सुधार गर्नुपर्छ। अब यसरी चाहिँ फेरि हुँदैन। यसै गरेर अब यो कोरोना समाप्त होला अथवा यो महामारी समाप्त होला अनिखेर पनि हामी हिजोको जस्तो जाँच ल्याउँला, हिजोको जस्तो जाउँला भनेर सोच्ने हो भने चाहिँ तपाईँले भने जस्तो स्थिति डामाडोल हुने हो। तर होइन, अब यो महामारी आयो, अब यसको विकल्प हामीले सोच्नुपर्छ, अरूहरूले पनि गरिरहेका छन्, हामी पनि गर्न सक्छौँ भनेर विकल्पतिर जाने हो भने चाहिँ मलाई लाग्छ त्यो विकल्प सम्भव छ। जस्तो शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै नेपालमा चाहिँ लकडाउन गरियो। लकडाउन लगभग चाहिँ 3 महिनाको फेरिमा लकडाउन खुल्ला भयो र हामी अहिले चाहिँ यो उपत्यका अथवा चाहिँ विभिन्न जिल्लाहरूमा निषेधाज्ञा अथवा लकडाउन त्यो परिस्थितिमा छौँ।
तर शिक्षा क्षेत्रमा जस पाठ्यक्रम निर्माण गर्ने सन्दर्भमा होस् या जस्तो शिक्षामा गर्ने लगानी आइटीका कार्यक्रमहरू छन् विद्यालयहरूमा विभिन्न चाहिँ प्रविधिका कुराहरू छन् यो विषयमा राज्यले विद्यालयहरूमा जस्तो अहिले हजुरले भन्नुभएकै जस्तो प्रविधिसँग जोडेर पनि शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ भन्नुभएको छ यो विषयमा अहिले चाहिँ राज्यले अथवा चाहिँ शिक्षा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूको भूमिका कस्तो रहन्छ कस्तो भइरहेको छ तपाईँको बुझाइमा के हो अलिकति अब पाठ्यक्रमको कुरा है अलिकति त्यसपछि जब हाम्रो शिक्षा प्रणाली चाहिँ अलिक कस्तो भयो भनेदेखि अब एउटा सैद्धान्तिक खालको शिक्षा अनि त्यसपछि एउटा पाठ्य पुस्तकमा आधारित शिक्षा त्यो खालको भयो शिक्षालाई तपाईँको चाहिँ प्रविधिसँग जोड्न सकिन शिक्षालाई व्यवहारसँग जोड्न सकिन दुईवटा कुरालाई जोड्ने हो भने अहिले सम्भव छ तपाईँ जब शिक्षालाई प्रविधिसँग जोड्नुहुन्छ प्रविधिको अहिले पहुँच छ केही अपवादहरू छन् मैले भने अब जुम्लामा अपवाद होला अथवा काहीँ डोल्पामा अपवाद होला त्यहाँ पनि विकल्पहरू छन् त्यो पनि अहिले छलफल गर्न सकिन्छ एउटा प्रविधिसँग जोड्ने अर्को चाहिँ व्यवहारसँग पनि जोड्ने हो कि कस्तो व्यवहारसँग जोडेर पनि हामी शिक्षा दिन सक्छौँ नि जस्तो अहिले विद्यार्थीहरू घर घरमा छन् घर घरमै भइरहेका चाहिँ कतिपय कुराहरू तपाईँ घरमै बसेर पनि पाठ्यक्रमका उद्देश्यहरू अथवा चाहिँ त्यो के अरे त्यो तहको आवश्यक शिक्षाहरू लिन सक्छन् विद्यालय तहमा चाहिँ जस्तो विज्ञान पढ्नु पऱ्यो विज्ञान पढ्नको लागि कक्षा कोठामै जानु नपर्ने हुनसक्छ समाज पढ्नु पऱ्यो समाज त्यहीँ हुनसक्छ संस्कृति पढ्नु पऱ्यो संस्कृति त्यहीँ हुनसक्छ यी त्यहाँ भनौँ न कतिपय कुराहरू तपाईँको चाहिँ एउटा त प्रविधिसँग जोड्ने हो नि प्रविधिले धेरै कुरा सहज गर्छ अनि खेर त जीवन व्यवहारसँग जोड्ने हो भने जीवन व्यवहारसँग पनि हामीले गराउँछौँ त्यसको लागि चाहिँ सरकारले केही अब छलफल गरेर सम्बन्धित विज्ञहरूसँग छलफल गरेर त्यो विकल्पहरू निकाल्ने हो भनेदेखि कक्षा कोठामै गएर कति सिक्छन् विद्यार्थीले कक्षा कोठामै सबै कुरा सिक्ने त होइन पाठ्य पुस्तकहरू कक्षा कोठामा पाइने पाठ्य पुस्तकहरू अहिले पनि उनीहरूसँग उपलब्ध हुँदैछन् पढ्नुपर्ने कुराहरू पाठ्य पुस्तक उपलब्ध भइहाल्छन् अब प्रविधिबाट लिनुपर्ने कुराहरू त धेरै प्रविधिबाट हामीले लिन सक्छौँ अहिलेको इन्टरनेटको जमाना छ हामीले त्यहाँबाट धेरै कुराहरू लिन सक्छौँ त्यो भर्चुअल कक्षाहरू चलाइरहेका छन् त्यसलाई उपयोग गर्न सकिन्छ प्रविधिलाई जोड्ने हो भनेदेखि हामीले इन्टरनेटमा धेरै कुराहरू खोज्न सक्छौँ शिक्षकसँग चाहिँ अब कक्षा कोठाकै जस्तो चाहिँ अप्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा त शिक्षकसँग सम्बन्ध हुन्छ नि झन् गराउन सकिन्छ भनेपछि अब ठ्याक्कै स्कुलमै जानुपर्छ भन्ने कुरा होइन मलाई लाग्छ समस्या कहाँनिर हो भनेदेखि पढाउने कुरामा प्रविधिलाई अलिकति जोड्ने हो भने सरकारले अलिकति ध्यान दिने हो भने सजिलै पढाउने कुरामा हुन्छ सिक्ने खालि अब मूल्याङ्कन प्रणालीमा अलिअलि कुरा समस्या हो मूल्याङ्कन प्रणालीको चाहिँ कसरी समस्या हो भने हाम्रो परीक्षा जस्तो भनौँ अहिले 12 कक्षाको परीक्षा रोकिएको छ 12 कक्षाको परीक्षा समाप्त नभइकन ब्याचलरको कक्षाहरू सुरु गर्न सकिएको छैन त्यो एउटा अवस्था छ भने चाहिँ पहिले त्यो 12 कक्षाको परीक्षाको मोडालिटी के हो यो सन्दर्भमा त्यो विकास गरेर 12 कक्षाको परीक्षा लिने बित्तिकै अब माथिल्लो तहमा उनीहरू भर्ना जान सक्छन् विद्यार्थीहरू अर्को कक्षामा भर्न पाउने स्थिति भयो अब समस्या तपाईँ अर्को कुरा चाहिँ के छ भने हामी कहाँ तपाईँले अलिकति कुरा सन्दर्भ सङ्केत गरेको होला जस्तो कि शिक्षामा लगानी गरिएको छ अब यो धेरैले चाहिँ अब ठुल्ठुला निजी स्कुलहरू छन् निजी कलेजहरू छन् अब उनीहरूका लागि चाहिँ अब केही न केही समस्या छ किनभने त्यो हिजोकै ढङ्गले अब विद्यार्थीहरूको एकदम चाप हुने अनिखेर एडमिसन लिने अनिखेर पैसा लिने अनि त्यसपछि अब चाहिँ त्यो शिक्षकलाई तलब दिने त्यो खालको जुन हिजोकै खालको जुन व्यवस्था भनौँ प्रणाली आयो विकास गरेका छौँ हामीले त्यो गलत थियो त्यो व्यापार व्यवसायको पाटो त अब हरेक व्यापारमा जस्तै त्यो व्यापारमा पनि सङ्कट छ शिक्षाको व्यापारमा त त्यसलाई व्यापार भन्छु त्यो व्यापारमा पनि सङ्कट चाहिँ छ तर आम जुन बालबालिकाको जुन पढ्ने कुरा हो पढ्न पाउने कुरा हो र पढ्न सक्ने कुरा हो त्यसमा चाहिँ राज्यले चाहने हो भने सक्छ कसरी सक्छ भन्नुहुन्छ भने तपाईँ प्रविधि मैले भने प्रविधिसँग जोड्न सक्छ प्रविधिसँग जोड्नका लागि चाहिँ विद्यार्थीहरूसँग जो विद्यार्थीहरूसँग अहिले चाहिँ मोबाइल अथवा अरू केही छैन त्यसका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर सधैँभरि विद्यार्थीलाई मोबाइल दिन नसके पनि एउटा निश्चित केन्द्र बनाएर निश्चित ठाउँमा निश्चित अवधिमा पढाइ हुने निश्चित अवधिमा समय मिलाएर उनीहरूलाई मोबाइल दिन सक्छ डाटा दिन सक्छ अनि शिक्षकहरूसँग चाहिँ समन्वय गराउन सक्छ त्यो पढाउने कुरामा अलिअलि ठ्याक्कै तपाईँको प्रत्यक्ष सिकाइ जस्तो नभए पनि अप्रत्यक्ष रूपमा सिकाउने वातावरण छ अर्को कुरा अब अलिकति के हो भने अलि मनोवैज्ञानिक अब यो त्रासको कुराले अलिअलि असर गर्ने आफ्नो ठाउँमा छ तर अब भौतिक रूपमा चाहिँ अब विद्यालयमा जान नसक्दैमा पढाउनै नसक्ने अवस्था होइन र समस्या चाहिँ कहाँनिर हो भने जुन मूल्याङ्कन प्रणाली हो त्यो मूल्याङ्कन प्रणालीलाई नयाँ ढङ्गले विकास गरेर रोकिएका परीक्षाहरू अगाडि ल्याउनु पर्ने हुन्छ खास गरेर अब विद्यालय तहको हकमा त्यति समस्या भनेको 12 कक्षामा हो अहिले
12 कक्षाको परीक्षाको मोडालिटी एउटा ल्याउनु पर्यो। त्यसपछि उच्च शिक्षाको हकमा चाहिँ अब कतिपय सेमेस्टर वाला परीक्षाहरू रोकिएका छन्, कतिपय वार्षिक परीक्षाहरू पनि ढिलो भइरहेको छ। अब ती कुराहरूको विकल्पमा सोच्ने हो भने सम्भावना छ। शिक्षाको व्यापार यो निजी विद्यालयहरूले एउटा आन्दोलन पनि गरे, प्याप्सन नन प्याप्सनहरूले एउटा आन्दोलन पनि गरे, चाहिँ नेपाल सरकारलाई एउटा विज्ञप्ति पनि जारी गरे। यो विषयमा खास गरेर तपाईँको बुझाइ के हो? निजीको हकमा के छ भने नि अब हिजो हामीले ती निजी विद्यालय र मैले यसैमा जोड्न खोजेको कुरा उनीहरूले चाहिँ जुन प्रविधिसँग जोडेर जुम अथवा चाहिँ अनलाइन कक्षाहरू सञ्चालन गरे, त्यो अनलाइन कक्षा सञ्चालन गरिसके पछाडि हामीले पैसा लिन पाउनुपर्छ भन्ने उनीहरूको विशेष गरेर डिमान्ड हो। यो विषयमा तपाईँको बुझाइ र तपाईँको विचार राख्नुहोस्। अब के हो भने हिजो राज्यले छुट दियो, तिमीहरू व्यापार गर भन्ने हिसाबले राज्यले छुट दियो। अनि त्यसपछि उनीहरू त्यसमा आए, अव्यस्त भएर आए र उनीहरूसँगै जोडिएका अथवा ती विद्यालयहरूसँग जोडिएका थुप्रै शिक्षकहरू छन्, कर्मचारीहरू छन्, उनीहरूको रोजीरोटीको कुरा पनि भयो होइन। त्यो हिसाबले उनीहरूले आफ्ना ठाउँबाट त्यो माग जायज छ, म त्यसलाई जायज भन्छु। किनभने अब हिजो उनीहरू त त्यतिकै चलाएका त होइन, आफू खुसी चलाएका त होइन। त्यसलाई एउटा राज्यले दिइसकेपछि, राज्यले चलाउन दिइसकेपछि उनीहरूसँग त जोडिएका कुरा त भयो नि त, उनीहरूको रोजीरोटीको कुरा भयो। कतिपय अब शिक्षक कर्मचारीहरू त्यहीँ पढाएर मात्रै चाहिँ बाँच्नुपर्ने, खानुपर्ने अथवा छोराछोरी पाल्नुपर्ने सबै कुराको अवस्था छ। त्यो कोणबाट हेर्दाखेरि उनीहरूको माग जायज छ। कमजोरी चाहिँ कहाँनिर भयो भने हाम्रो हिजोदेखिको जुन एउटा प्रणाली हो त्यस्तो व्यवस्थामा चाहिँ कमजोरी भयो। हिजोदेखि हामीले व्यापार गर्न दिउँ, छुट दिउँ, अनिखेर अब धेरै जनशक्ति चाहिँ अब कतिपय मान्छेहरू पढे लेखेका भनौँ शिक्षित व्यक्तिहरूलाई चाहिँ उनीहरूले रोजगारी दिएका छन्। अन्तिम भनौँ न विकल्प पनि त्यही हो भनेपछि उनीहरूको कोणबाट त्यो कुरा जायज हो। अब अनि अनलाइन पढाउने नपढाउने, अब पढाएपछि दिने भन्ने कुरामा चाहिँ राज्यकै कमजोरी के देखियो भनेदेखि विद्यालय तहमा अनलाइन कक्षा लिने कि नलिने, कहाँ कहिलेबाट लिने, कसरी लिँदाखेरि सबैलाई लिनुपर्ने हुन्छ नि। सरकारी स्कुलमा चाहिँ नलिने अनि निजीमा चाहिँ लिने भन्ने खालको जुन यो खालको द्वैत अवस्था यो प्रणाली हो भयो। त्यो चाहिँ के देखिन्छ भने हामी कहाँ चाहिँ एउटा सुव्यवस्था भएन, अनि नीतिमा सुस्पष्टता भएन र चाहिँ जसले जसो गर्दा पनि हुने भयो। यसको अर्थ चाहिँ के भने राज्य प्रणाली, राज्य व्यवस्था चाहिँ कमजोर भयो र त्यसको यो अवस्था के अरे त्यसको परिणति चाहिँ यो अहिले आइरहेको छ। त्यसको चाहिँ जताततै अस्तव्यस्त हुन यहाँनिर अस्तव्यस्त भयो। अब चाहिँ यसले चाहिँ के देखाउँछ भने अब राज्यले एउटा स्पष्ट नीति चाहिँ ल्याउनु पर्ने भयो क्या, निजीलाई दिने कि नदिने अथवा दिँदाखेरि कसरी दिने। अनिखेर त्यो एकरूपता हुनु पर्यो। निजीमा पढ्नेले चाहिँ अनलाइन कक्षा पढ्न पाउने, बाहिर बस्नेले अनलाइन कक्षा पढ्नु नपर्ने, निजी काममा चाहिँ अब भन्ने त भएन। त्यो कुरा चाहिँ एउटा सुस्पष्ट हुनु पर्यो। र जहाँसम्म अब प्याप्सनकै कोणबाट हेर्ने हो भने चाहिँ उनीहरूको माग जायज छ। विश्वविद्यालयले लामो समयदेखि यो रिजल्ट चाहिँ रोकिरहने एउटा समस्या। अर्को मैले त्यही जोड्न खोजेको कुरा के हो भने जस्तो विश्वविद्यालयले प्रकाशन गर्ने रिजल्टमा पुनः कपी चेक गर्ने एउटा व्यवस्था छ नि, त्यो कपी नै चेक गर्न नपाउने एउटा रहेछ त्यो समस्या। पुनः चाहिँ उसले कपी परीक्षण गर्यो कि गरेन भनेर थाहा पाउने त्यस्तो मेकानिजम पनि त्यस्तो केही अहिलेसम्म बुझिएन। खास गरेर यो समस्या के हो? यो चाहिँ अलि धेरै विद्यार्थीहरूलाई परिरहेको समस्या देखिन्छ। होइन, सबैभन्दा समस्या चाहिँ के हो भने हामी कहाँ जुन मूल्याङ्कन प्रणाली छ नि, हजुर, यो मूल्याङ्कन प्रणाली नै एकदमै पारम्परिक र एकदमै गलत भयो कि। जुन हाम्रो मूल्याङ्कन प्रणाली चाहिँ के भने वर्ष दिनभरि पढ्यो, अनिखेर वर्ष दिनभरि पढेको मूल्याङ्कन चाहिँ 4 घन्टा एउटा बन्द कोठाभित्र 3 घन्टा अथवा 4 घन्टा लेखेर चाहिँ त्यो जुन मूल्याङ्कन गर्ने प्रणाली छ यो प्रणाली एकदमै यो अवैज्ञानिक अहिलेको सन्दर्भमा यो अवैज्ञानिक भयो। यसले चाहिँ सही ढङ्गले मूल्याङ्कन गर्दैन। एउटा त यो छँदैछ, त्यसमाथि पनि तपाईँले भने जस्तो के भने त्यसको पनि सही समयमा हुँदैन। यसमा चाहिँ हामी कहाँ चाहिँ सबै कहाँ के छ भने हामी प्रक्रियामुखी भयौँ, परिणाममुखी भएनौँ क्या। प्रक्रिया पुरा गरिदिने, परिणाम त्यसको नतिजातिर नजाने सबै ठाउँमा पाठ्यक्रममा होस् अथवा सबै ठाउँमा चाहिँ त्यो खालको स्थिति छ। तपाईँले भने जस्तो विश्वविद्यालयमा, खास गरेर त्रिभुवन विश्वविद्यालयमा यो पहिलेदेखिको एउटा समस्या छ। एउटा त 4 घन्टे लिखित परीक्षा, अनि अब अहिले त्यसलाई सुधार गर्नको लागि हामीले अहिले सेमेस्टर प्रणाली ल्याएका छौँ। अनि त्यसपछि चाहिँ अहिले चाहिँ आन्तरिक मूल्याङ्कन भनेर 40-60 को कुराहरू पनि आइरहेको छ। त्यसैमा सुधार गर्ने प्रयत्न त विश्वविद्यालयहरूले गरेका छन्।
तर पनि एउटा जड मुख्य समस्या चाहिँ कहाँनिर छ भने हाम्रो सरकारदेखि लिएर हाम्रा सङ्घ विश्वविद्यालयहरूदेखि लिएर हाम्रा जुन निकायहरू छन् तिनीहरू आफ्नो खुट्टामा हिँडिरहेका छैनन्। दाताहरूले चाहिँ के भनिदिन्छन् त्यो दाताहरूका पछि लाग्ने खालको अहिले सेमेस्टर प्रणाली आइरहेको छ। म त्यसैको एउटा अभिन्न सदस्य हुँ, मैले पनि पढाइरहेको छु। मैले त्यहाँ के देखिरहेको छु भने हिजो आइएको पढाइ थियो, आइए लेभलको एउटा प्रमाणपत्र तहको सर्टिफिकेट लेभल थियो। त्यो सर्टिफिकेट लेभल विस्थापित गरेर उच्च मावि ल्याउने भने के लागि ल्यायो भन्दाखेरि बाहिर अनुदान आउँछ, अनुदान आउने थियो विश्व ब्याङ्क अथवा कुनबाट। त्यो अनुदानका लागि हठात एकातिर आइएतिर पनि पढाइराख्ने, एकातिर 11-12 कक्षा पनि पढाइरहने कि 11-12 मात्रै पढाउनु पर्थ्यो, आइए पढाउनु हुन्थ्यो। त्यो बिचमा गजाङ गुजुङ गर्दै अनिखेर पछि अनि आइए हटाउने भनेर भने। अनि त्यस्ता हरेक ठाउँ अहिलेसम्म अनिखेर बिचमा चाहिँ यो आन्तरिक मूल्याङ्कनको एउटा ल्याए, त्यो चाहिँ 20% जतिको, त्यसमा पनि भएन भने अनि फेरि अहिले सेमेस्टर प्रणाली ल्याइरहेको छन्। अनि त्यो कस्तो कतिपय सेमेस्टर प्रणाली पनि कस्तो छन्, तपाईँ ब्याचलरमा हेर्नु भने प्राविधिक विषयमा छ, कतिपय ठाउँमा इन्जिनियरिङहरूतिर छ, एजुकेसन अथवा आर्ट्सतिर छैन भनौँ न। अनिखेर भएका पनि फेरि कतिपय ठाउँमा ग्रेडिङ सिस्टम छ एउटै विश्वविद्यालयमा, कतिपय ठाउँमा अङ्क दिनेछ भनेपछि यो यस्तो खालको चाहिँ अब यो दाताले कसरी दाताहरूको इच्छा अनुसार चाहिँ हाम्रा प्रणाली तपाईँको चाहिँ हरेक ठाउँमा नयाँ नयाँ परियोजनाहरू शिक्षामा अथवा अरूमा पनि परियोजना आउँदाखेरि त्यसरी आइरहने हुँदाखेरि के देखिन्छ भने हाम्रा व्यवस्थापकहरू, हाम्रा नीति निर्माताहरू, हाम्रो राज्य अथवा हामी भनौँ न, हामी स्वतन्त्र ढङ्गले हामी कहाँ कस्तो शिक्षा प्रणाली चाहिने हो अनि त्यसलाई हामीले कसरी विकास गर्नुपर्ने हो भन्ने कुरामा हामीले गहन ढङ्गले अध्ययन गरेका छैनौँ एउटा। दोस्रो कुरा चाहिँ के छ भनेदेखि हस्तक्षेप र यो राजनीतिकरण। तपाईँको चाहिँ विश्वविद्यालयको नेतृत्व कसरी चुनिन्छ भन्दाखेरि चाहिँ भागभण्डा, राजनीतिक भागभण्डाहरूका आधारमा जान्छन्। अनि त्यो भागभण्डाका आधारमा जाँदाखेरि गइसकेपछि त्यहाँ के हुन्छ भनेदेखि विज्ञहरू भन्दाखेरि पनि राजनीतिक पहुँच भएका मान्छेहरू त्यहाँ जाने। अनि दोस्रो कुरा चाहिँ त्यहाँ गइसकेपछि अर्को समस्या चाहिँ के छ भनेदेखि त्यहाँ गइसकेपछि म यहाँ आएको छु, मैले चाहिँ राम्रो काम गर्नुपर्छ, राम्रो काम गर्दै गर्दाखेरि मेरो पद केही पनि होइन, मैले एउटा केही काम योगदान गरौँ भन्ने हिसाबले राजनीतिक नियुक्ति भएर जाने नेतृत्वले पनि त्यो नसोचिकन कसरी मेरो 4 वर्ष कार्यकाल टिकाउने भन्ने खालको छ। र तपाईँ राजनीतिक रूपमा हामी आमूल परिवर्तन भयो भन्छौँ, अब यत्रो भयो पनि होइन, एक खालको व्यवस्थाबाट एकात्म व्यवस्थाबाट सङ्घीय व्यवस्था अनिखेर राजतन्त्रबाट गणतन्त्रमा गयौँ। तर शिक्षाको क्षेत्रमा चाहिँ तपाईँ उहिले हामीले 28 सालदेखि अथवा पहिलेदेखि अभ्यास गर्दै गरेको शिक्षा प्रणालीमा हामीले केही सुधार गरेनौँ। परीक्षा प्रणाली के अरे मूल्याङ्कनका नयाँ नयाँ उयोहरू छन्, अहिले त नयाँ नयाँ प्रविधिको विकास भइसकेको छ, के अरे नयाँ नयाँ प्रणालीको विकास भइसकेको छ, त्यो अनुसार गर्न सकेका छौँ। तपाईँले भने जस्तो हाम्रो त्रिभुवन विश्वविद्यालयमा त के छ भनेदेखि एउटा रिजल्ट निस्कनलाई 6 महिना लाग्ने हामी नै हो। फेरि भन्न छ हामी नि कस्तो व्यवस्था छ भने मैले उत्तर पुस्तिका परीक्षण गर्नु पर्यो भनेदेखि जाँच भएको 2-3 महिना पछाडि बल्ल उत्तर पुस्तिका दिने। शिक्षक भनौँ प्राध्यापकहरू त्यहाँदेखि उत्तर पुस्तिका परीक्षण गर्न जाँदाखेरि त्यहाँको कर्मचारीले झुल्याइदिने, अनिखेर चाहिँ राम्रा परीक्षकहरू चाहिँ यस्तै हो भनेर त्यहाँ नजाइदिने, अनिखेर भनेको बेला चाहिँ अब उत्तर पुस्तिका परीक्षण गरेर नबुझाइदिने, अनिखेर बुझाए पनि बेलामा परीक्षा नलिदिने। अब यस्तो खालको अव्यवस्था छ। अझै त्रिभुवन विश्वविद्यालयको अब सामान्य एक दुईवटा कमजोरीको कुरा भनौँ, जस्तो कि अहिले के छ भने एकातिर परीक्षा नियन्त्रण कार्यालय भन्ने छ, अर्कोतिर डिनका कार्यालयहरू छन्। मास्टर डिग्रीको सबै परीक्षा सरी चाहिँ डिनको कार्यालयले गर्छन्, सेमेस्टर प्रणालीको डिनको कार्यालयले गर्छन्, अनि अरू वार्षिक प्रणालीको फेरि परीक्षा नियन्त्रण कार्यालयले गर्छन्। भनेपछि उही एउटै निकायका एउटै संस्थाका विभिन्न अङ्गहरूको बिचमा आपसी समन्वय पनि छैन, तालमेल पनि छैन। अनि अब यहाँ कस्तो स्थिति छ भने तपाईँको चाहिँ मास्टरको अब हेर्नु भने त्यो परीक्षा नियन्त्रण कार्यालयमा कर्मचारी यति थुप्रो छन्, काम छैन तिनीहरूको, तर त्यो दिनको कार्यालयमा कर्मचारी नै छैनन् भनेको। अनि विश्वविद्यालयले के भन्छ भनेदेखि त्यो कर्मचारी सरुवा पनि गराउन सक्दैन। परीक्षा नियन्त्रण कार्यालयमा भएका कर्मचारीलाई त्यो दिनको कार्यालयमा लान सक्दैन। अझै अर्को कुरा विश्वविद्यालयको टिचरको कुरा, अहिले तपाईँ आंशिक शिक्षकहरूले एकदम आन्दोलन गरिरहेका छन्। समस्या कहाँनिर छ भने त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक अथवा सहप्राध्यापक प्राध्यापक हुन्छ, ऊ विश्वविद्यालय ऊ चाहिँ काठमाडौँमै मात्रै बस्छ, उपप्राध्यापकमा उत्तीर्ण गर्छ, सेवा आयोग पास गर्छ, ऊ बाहिर जाँदैन, बाहिर पठाउन सक्दैन। त्रिभुवन के अरे विश्वविद्यालय प्रशासनले बाहिर पठाउन सक्दैन। अनि अथवा बाहिरका पनि सबै काठमाडौँमा हुन्छन्। काठमाडौँमा चाहिँ के अरे 1-5 जना शिक्षक चाहिने ठाउँमा 20 जना भइदिन्छन्, क्लासै पुग्दैन।
अनि बाहिर चाहिँ स्थायी शिक्षक स्थायी प्राध्यापकहरू हुँदैन, सबै पार्ट टाइमहरू राख्नुपर्छ, त्यहाँ चाहिँ पार्ट टाइमले पढाउनुपर्छ। अनि विश्वविद्यालयभित्र अथवा काठमाडौँ उपत्यकामा पनि यो खालको व्यथिति छ कि तपाईँको नेतृत्वको जुन एउटा नेतृत्वले भनेको तलको कर्मचारीले नमान्ने, भिसीले भनेको चाहिँ एउटा पिएनले नमान्ने खालको एउटा अस्तव्यस्तताको अवस्था छ भने चाहिँ अब यसलाई चाहिँ कसरी सुधार गर्ने, यो एकदम गम्भीर प्रश्न हो। र अब यतातिर फेरि कसैलाई ध्यान छैन कि त्यो चाहिँ अब सरकारलाई ध्यान दिनुपर्ने हो। सरकारले मैले अघि भने त्यहाँ चाहिँ राजनीतिक भागभण्डाको आधारमा नियुक्ति गरिदिने, अनि के अरे अब त्यो विज्ञता भन्दा पनि अब चाहिँ पहुँचका आधारमा नियुक्ति हुने। अनिखेर अर्को कुरा चाहिँ के छ भने हाम्रा जुन पेसागत सङ्गठनहरू छन्, जस्तो विद्यार्थी प्राध्यापक सङ्गठनहरू छन्, तिनीहरूको ताल पनि त्यस्तै खालको छ। तपाईँ विद्यार्थी सङ्गठनहरूले शैक्षिक मुद्दामा, खास गरेर शैक्षिक सुधारका लागि होइन, अरू फी घटायो कि फी बढायो कि बढाएन, अथवा के गर्यो कि गरेन, अथवा क्याम्पसमा निर्माण हुने संरचनामा कति कमिसन आयो, अथवा कता ठेका भयो, कता के भयो भन्ने कुरामा चाहिँ चासो हुन्छ विद्यार्थी सङ्गठनहरूलाई। तर शैक्षिक मुद्दाहरूमा विद्यार्थी सङ्गठनलाई पनि दिएन। हिजो विद्यार्थी सङ्गठनले ठुल्ठुलो आन्दोलन गरे, राजनीतिक परिवर्तनमा ठुलो योगदान गरे, तर शैक्षिक परिवर्तनका लागि हाम्रा विद्यार्थी सङ्गठनहरूको खासै त्यो भूमिका देखिँदैन। भनेपछि अब यति व्यथिति भइरहेको छ। अब यो व्यथितिका बिचमा होइन, यो व्यथितिबाट अगाडि बढिरहेको शैक्षिक प्रणालीमा तपाईँको अहिलेको आएको कोरोनाको जुन एउटा यो महामारी छ, यो महामारीलाई त धान्न त समस्या हुने भइहाल्यो नि त। हाम्रो जगै त्यस्तो छ, जग आधार जग छैन। तपाईँको चाहिँ 2 रेक्टरको भुइँचालो नठान्ने जग छ, हाम्रो जग शैक्षिक जग छ। अब अहिले 10 रेक्टरको चाहिँ तपाईँको चाहिँ भुइँचालो जस्तो आएको छ भनेपछि त्यहाँ चाहिँ अब हामीले कोरोनाको कारणले जुन शैक्षिक सङ्कटहरू देखिएको छ, त्यो कोरोनाको कारणले भन्दा पनि हाम्रो आन्तरिक जुन व्यवस्था हो, अवस्था हो, त्यसको कारणले चाहिँ यो समस्या देखिएको। यदि हाम्रो आन्तरिक व्यवस्थापन राम्रो हुन्थ्यो भने यो जुन कोरोनाले ल्याएको सङ्कट छ, अब त्यसलाई हामीले समाधान गर्न सक्थ्यौँ। गम्भीर ढङ्गले यसमा चाहिँ बहस गरेर अब मलाई लाग्छ यो हिजोको प्रणालीले भएन, शिक्षाको प्रणालीमा चाहिँ एक खालको आमूल परिवर्तन गर्न आवश्यक छ भन्ने मलाई लाग्छ। हुन्छ डाक्टर साहब, हामीलाई समय दिनुभयो, यो महत्त्वपूर्ण समयको लागि यहाँलाई विशेष धन्यवाद। ठिक छ, धन्यवाद। मलाई पनि एउटा यो आफ्ना विचार राख्ने अवसर प्रदान गर्नुभयो, त्यसको लागि म धन्यवाद। दर्शक महानुभावहरू, हामीले अहिलेसम्म नेपालमा शिक्षाको अवस्था र यसलाई चाहिँ व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा डाक्टर धनप्रसाद सुवेदीसँग कुराकानी गऱ्यौँ र हामीलाई तपाईँले अहिलेसम्म फलो गरिदिनु भयो र निरन्तर फलो गरिदिनु हुनको लागि देशपोस्ट टिभी हेरिदिनु हुनको लागि अनुरोध गर्दै म बिदा चाहन्छु। धन्यवाद, नमस्कार।